पेसिफिकको रिजनमा एसिया पेसिफिकले गरेका दोस्रो पुस्तालाई गरेका क्रियाकलापहरूको बारेमा जान्न बुझ्नको लागि यस कार्यक्रममा उपस्थित भएकी छन्। ल बहिनीलाई पनि हार्दिक स्वागत भन्दै र यो बिचमा अध्यक्षहरूको भनाइको बिचमा मैले उहाँ बहिनीलाई आफ्ना केही भनाइहरू राखिदिनुको लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। ओजस्वी आचार्यज्यू। धन्यवाद। कार्यक्रमका सञ्चालकज्यू, एनआरएनए एसिया पेसिफिक रिजनले आयोजना गरेको 10औं एसिया पेसिफिक रिजनल कन्फरेन्सका अध्यक्षज्यूहरू, कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू, एनआरएनएका अध्यक्षज्यू लगायत उपाध्यक्षज्यूहरू, एनआरएनएका पदाधिकारीज्यूहरू, विदेशी भूमिमा रहेर पनि आफ्नो स्वदेशी भूमिलाई छातीभित्रै टाँसेर हिँड्नुहुने एनआरएनका प्रतिनिधिज्यूहरू लगायत उपस्थित महानुभावहरूमा म ओजस्वी आचार्यको तर्फबाट न्यानो अभिवादन। विदेशी भूमिमा रहेर पनि आफ्नो स्वदेशी भूमिको हित, विकास र परिवर्तनमा अहम भूमिका खेल्नुहुने सम्पूर्ण नेपाली डायस्पोराहरूमा म हार्दिक स्मरण व्यक्त गर्न चाहन्छु। आज कम्बोडियन भूमिमा एनआरएनको कार्यक्रममा भाग लिने अवसर प्राप्त गरेकी छु। संगमको अर्थ भेटघाट हुनु मात्र होइन, संगमको अर्थ बहुआयामिक हो जस्तो लाग्छ। मेरो अपेक्षा पनि त्यही हो, संगम बहुआयामिक बनोस्, प्रतिफलमूलक बनोस्, उपलब्धिमूलक बनोस्, एकाकार स्वरूपमा ठूलो परिमाणमा परिवर्तन भएर बगोस्। म कक्षा 8 मा अध्ययन गर्दैछु। एनआरएनए जस्तो विश्वकै सबैभन्दा बलियो संगठनले मलाई ब्रान्ड एम्बेसडर जस्तो जिम्मेवारीको पद दिनुभएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। म अलि कलिले उमेरकी छु जस्तो लाग्छ। यहाँहरूले दिनुभएको जिम्मेवारीमा कति न्याय प्रदान गर्न सक्छु, तर मेरो क्षमताले भएसम्म, सम्भव भएसम्म निरन्तर प्रयत्न गरिरहनेछु। एकपटकको नेपाली सधैँको नेपाली भन्ने यहाँहरूको नारा पनि सफल होस्, यसका लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। मैले भारतको लाहोरतिरबाट आएको हुनुपर्छ, लाहोर जाने भन्ने शब्दावली मेरो हजुरबुवाको पालादेखि आजसम्म यो प्रक्रिया निरन्तर चलिरहेको छ। रोजगारीका निम्ति, स्थायी बसोबासका निम्ति, अध्ययन र अनुसन्धानका निम्ति जुन अर्थमा व्याख्या गरे पनि जे होस्, आज नेपाली युवाहरू विश्वको जुनसुकै कुनामा जान मिल्ने सामर्थ्य राखिरहनु भएको छ। जहाँ नेपाली पुग्नुहुन्छ त्यहाँ नेपाली संस्कृति झल्किन्छ। मैले यसपटकको यात्राबाट राज्यभन्दा बाहिर रहेका ती नेपालीहरूले गरेको देशप्रेम, संस्कृति मोह र स्वदेशी जागरणलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाएँ। के यो देश मेरो पनि होइन र भनेर शिरमा ढाका टोपी र गुन्यो चोली लगाएर स्टेजमा उत्रेका ती प्यानो युवा र युवतीलाई देख्दा आँखाका दिलभरि आँसुका भावना चलिरहन्छन्। आज स्वदेशमै बसेर पनि यो देश ठिक छैन, यो देश खत्तम छ, जति सक्यो छिटो देश छोड्नुपर्छ भन्ने ती नौजवानहरूलाई देश बाहिरको बसाइले दिएको देशप्रेम चखाउनु पर्छ जस्तो लाग्छ। आज देशको परिचय मात्र पनि कति महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न कुनै असहजता छैन। उच्च शिक्षाको महत्त्वाकांक्षा बोकेका युवादेखि लिएर श्रम बजारमा पुँजीको अपेक्षाले गएका युवाहरू आज अवसर र चुनौती दुवैको बीचमा छन्। महिलाका मुद्दा, नागरिकताका मुद्दा, पियानोजका मुद्दा, एनआरएनका मुद्दा लगायत तमाम, त्यति मात्र होइन, सहभागिता, लगानी, प्रतिफल, नागरिकता लगायत तमाम समस्याहरू छन्। हिजो बहसमा आदरणीय पत्रकार टीकाराम यात्रीले गर्नुभएको टिप्पणीलाई स्मरण गर्दै म सरकारवालासँग आग्रह गर्न चाहन्छु, ढुङ्गा पकाएर स्टोन फुडको अपेक्षा देखाउने प्रविधिको अन्त्य गर्दै अब सम्बन्धित मुद्दालाई संशोधन गर्न म अपिल गर्न चाहन्छु। रोजगारीको अभाव, बढ्दो विश्वव्यापीकरणको प्रभाव, शिक्षा र चेतनामा आएको परिवर्तनले गर्दा आज नेपालीहरू विदेशिएका हुन्। विशेष गरी जापान, चाइना, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड जस्ता देशहरूमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको छ। कयौं देशहरूमा त्यहाँको स्रोत, श्रम र आम्दानीको प्रकृति स्वाभाविक उच्च छ, तर धेरै देशहरूमा यो निकै चुनौतीपूर्ण विषय बन्दैछ। आज एसिया पेसिफिककै कुरा गर्ने हो भने मलेसियामा झन्डै 5 देखि 7 लाख नेपालीहरू श्रम बजारमा श्रमिकको रूपमा काम गरिरहेका छन्। देश अनुसार हुने कानुनी परिवर्तन, श्रमप्रति हेर्ने दृष्टिकोण र श्रमको मूल्यले गर्दा त्यहाँ बस्ने युवाहरूलाई प्रत्यक्ष प्रभाव परिरहेको छ। हामीले सामाजिक सञ्जालमा यी थुप्रै कुराहरू सुन्दै आइरहेका छौँ। रेमिट्यान्सको मुख्य थलो मानिने यी देशहरूको समस्या समाधान गर्न म राज्यको ध्यान आकर्षण गराउन चाहन्छु। म यही फोरमबाट राज्यलाई आग्रह गर्न चाहन्छु, म स्वदेशी भूमिमै मर्न चाहन्छु भन्नेहरूको लागि अधिकारको बाटो खुल्ला गरियोस्। अन्त्यमा एसिया क्षेत्रभित्र रहेका थुप्रै देशहरूको बीचमा एक आपसमा असल अभ्यासको आदान प्रदान, मजबुत सम्बन्धको निर्माण, टुटेर होइन जुटेर गैर आवश्यक नेपालीहरूको भलाइमा लागौ भन्ने अभिप्रेरणा मिलोस्। हार्दिक शुभकामना सहित बिदा हुन्छु। धन्यवाद, नमस्कार। जय एनआरएनए, जय पियानो, जय देश। धेरै धेरै धन्यवाद। यति जोसिलो भाषण, अत्यन्त मर्मस्पर्शी शब्दहरूद्वारा हामीलाई सजग बनाउने यहाँहरूले चाहिँ अत्यन्त
भावुक बनाएर जानुभयो। यहाँलाई हार्दिक धन्यवाद। एकपटक सबैजनाले उहाँको लागि तालीद्वारा स्वागत गर्नुहुन्थ्यो।